हाम्रो देशको प्रधानमन्त्री लगायत राष्ट्रसभाका सांसदहरू, राष्ट्रसभा कार्यकर्ता, समर्थकहरूलाई चाहिँ देशद्रोही मुद्दामा चाहिँ जेल कोच्नुपर्छ साथीहरू। योभन्दा तपाईँलाई कस्तो लाग्छ? नराम्रो लाग्छ नि होइन? पत्याउनुहुन्छ? पत्याउनुहुन्न नि हो। त्यस्तै हो हाम्रो नेपालको सिमाना र भारतको सिमानामा चाहिँ नेपालले चाहिँ भारतको सिमाना मिचेको छ, नेपालले भारतको जमिन चाहिँ हडपेको छ भन्दाखेरि यो पत्याउने कुरा हो साथीहरू। हाम्रो नेपालको नेताहरूले जस्तो त्यहाँ इन्डियाको भारतको सेनाहरूलाई चाहिँ आफ्नो गाडीको ढोका उगार्न, घरको सुरक्षा गर्न, आफ्नो सुरक्षा गर्न मात्रै त्यहाँ आर्मी खटाएको हुँदैन। भारतले 24 घण्टा सीमा सुरक्षाको लागि त्यहाँनिर आफ्नो आर्मी खटाएको हुन्छ। त्यहाँनिर चाहिँ कुनै पनि नेपाली हुलिया भएको व्यक्ति गएर चाहिँ सिमानामा तलमाथि गरेको खालको गतिविधि गर्यो भने त्यहाँ भारतीय आर्मी त्यत्तिकै छोड्छ होला त? हान्छ, कन्सर्टमा हान्छ। यस्तो संवेदनशील कुरा हो सीमा सुरक्षा भनेको। कुनै पनि तल्लो घर माथिल्लो घर छरछिमेकको सिमानाको विषय जस्तो अभिव्यक्ति दिएर त्यो पनि देशको प्रधानमन्त्रीले त्यस्तो खालको अभिव्यक्ति दिनु राम्रो होइन। राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भन्नु सिक्नुपर्छ साथीहरू। हिजोको बालेन शाहज्यू प्रधानमन्त्रीज्यूको चाहिँ अभिव्यक्ति राष्ट्रको हित विपरीत, राष्ट्रलाई घात हुने, राष्ट्र देशद्रोही हुने अभिव्यक्ति हो। यो कुरा सबैले स्वीकार्नुपर्छ। यस्तो कुरामा कहिले पनि मजाक गर्नु हुँदैन। हिजो एउटा राष्ट्रसभाका नेताले भनेको कुरा केही इन्टरभ्यूहरू देख्दै थिएँ कि भारत सरकारले चाहिँ रवि लामिछानेलाई प्रधानमन्त्री हुनलाई अथवा प्रधानमन्त्री बनाइदिन्छ भने चाहिँ नेपाललाई सुम्पिने अथवा नेपालको केही विभागलाई भारतमा गाप दिने खालको कुराहरू चाहिँ रवि लामिछानेज्यूले गरेको छ, त्यस्तो अभिव्यक्ति दिएको थियो भन्ने खालको कुराहरू मैले हिजो देखिरहेको थिएँ। त्यो कुरा एकदमै अहिले झझल्को आइरहेछ क्या साथीहरू। कि राष्ट्रसभाको अहिले सरकार छ, राष्ट्रसभाले तालमेल मिलाएर उता त्यता गरेर कुनै सिमानामा चाहिँ कुनै टुक्रा जमिनै पो भारतलाई बेचिदिन त लागेको होइन। यो एकदमै शङ्कात्मक कुरा हो। यो चान्चुने विषय होइन। यस्तो कुरामा कहिले पनि मजाक गर्नु हुँदैन। सम्पूर्ण देशप्रेमी, राष्ट्रप्रेमी, सचेत नागरिकहरूले यो विषयमा आवाज उठाउनै पर्छ। बालेन शाहज्यूको हिजोको जुन अभिव्यक्ति थियो त्यो देशद्रोही, राष्ट्रघात हुने अभिव्यक्ति हो। यसमा सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ उहाँको इन्टेन्सन मनसाय सही थियो होला, तर बोलाइमा कमी कमजोरी भएकै हो भन्न चाहिँ खबरदारी गर्न छोड्नु हुँदैन। के लाग्छ साथीहरू? आफ्नो विचार कमेन्ट गर्नु होला है त।